सो गाइज अलिअलि अब हामीसँग मेकअप गरौँ सँगै। आज थियो हाम्रो मितिनीको बिहेको साइड गर्ने दिन, पत्ताको साइड गर्ने। अनि म चाहिँ अलिकति चिटिक्क परेर जानु पर्यो भनेर रेडी हुनतिर लागेँ। सुरुमा मैले गरेँ स्किन केयरमा चाहिँ मैले गर्ने भनेको सिरम, मोइस्चराइजर र सनस्क्रिन मात्रै हो, जुन म अलिअलि गर्छु किनभने मेरो स्किनमा यो डार्क स्पट पिगमेन्टेसन त होइन, डार्क स्पटहरू अलिअलि छ, पिम्पलको दागहरू छ, त्यही भएर सनस्क्रिन इज मस्ट, त्यो नभए पनि लगाउँथेँ। सो म सनस्क्रिन लगाएर स्किन केयर गरेर मेकअप गर्नतिर लागेँ। मेकअप चाहिँ मैले प्राइमर म त्यति लाउँदिनँ, झ्याउ लाग्छ मलाई। अनि फाउन्डेसन पनि होइन, क्या हो यो, के हो यो, बिबी क्रिम हो क्या अरे। अनि ब्लेन्डर चाहिँ मलाई यही सजिलो लाग्छ है, यस्तोवाला ब्लेन्डरले म ब्लेन्ड गर्छु। त्यसपछि हल्का लगाएँ कन्सिलर, आइब्रो के भन्छ आई स्याडो रे लौ आइब्रो। यस्तो मान्छे कसरी मेकअप आर्टिस्ट बन्ने होला। ए अनि कसैलाई मेकअपको लागि सम्पर्क गर्नु छ भने कन्ट्याक्ट मी भन्न चाहन्छु, काम चलाउ गरिदिन्छु म होइन। त्यही भन्दै मेरो मेकअप कस्तो लाग्यो हेर्दै जानु होला। थोरै थोरै ब्याकग्राउन्डमा नोइज आए पनि डोन्ट माइन्ड, म यहाँ हल्लामा बसेर भोइस ओभर गर्दैछु। सबैजनाले मलाई पछाडि गरिदिन्छ केही भएन होइन। म यस्तो देखिरहेको छु, एकदम त्यो चाहिँ मलाई एकदम के मेरो वान अफ माई फेभरेट मस्कारा हो कि, एकदमै मनपर्छ मलाई। कस्तो दामी देखाइदिन्छ, आई ल्यासेसलाई दामी देखाउँछ। सो मैले गरेँ एकदम मजाले, ब्लस लगाएँ, वान अफ माई फेभरेट पार्ट लगाएँ। त्यसपछि हाइलाइटर लगाएँ। यतिको मेकअप गर्न जाने त भइहाल्यो नि होइन, किन पैसा खर्च गर्नु पर्यो र भन्ने मेरो भनाइ हो। मैले पैसा खर्च नगरिकन यतिको मेकअप चाहिँ म गर्न सक्छु, मलाई आउँछ। आई एम मल्टी ट्यालेन्टेड के गाइजहरू होइन। त्यति भन्दै यो लिप लाइनर गरेँ मैले। म खासै पहिला लिप लाइनर नगर्ने मान्छे, अनि अहिले चाहिँ अलिअलि लिप लाइनर गर्न थालेको छु। यस्तो राम्रो देखियो, लिपस्टिक न्युड लगाएँ र म भएँ रेडी जानलाई। यस्तो यति राम्री चिटिक्क बनेर गएँ म, हेर्नु कति राम्रो देख्दैछ। ओ ग्लो माई गड। यति भन्दै आजलाई बाई भन्छु। See you on next video. Bye bye. Thank you for watching.